What's up guys, good morning, के छ हालखबर, सन्चै हुनुहुन्छ? म नि सन्चै छु गाइज। अनि गाइज बिहानको अहिले 6 बजिरहेछ। अब ब्रस गर्ने, नुहाउने अनि रेडी हुने अनि आज चितवन जाने प्लान छ। सो अब नुहाएर आउँछु। देन गाइज 7 बजिसक्यो अनि लगभग त्यही हो 7 बजेछ। अब निस्किन आँट्यौँ। सो गाइज रेडी भएर पनि बसिसकेको छु। अब सो गाइज हामीहरू चितवन पुगेर ब्लगहरू जे काम थियो सबै काम सिद्ध्याएर अब जुस खान आएको छ। यहाँ हेर्नुहोस्, यही हो कि गाइज यहाँ लास्टै गर्मी रहेछ। र यहाँको कति गर्मी छ हजुर? यहाँ त त्यही होला तपाईँको अहिले 38? पानी परेको छैन 2-3 दिनमा? पानी जस्तै अलिअलि परेको थियो। ठुलो पानी अब अझ ठुलो पानी पऱ्यो भने झन् गर्मी बस्छ। अब यसमा आइस राख्नुहुन्छ होला कि? यहाँ लगभग तपाईँको 40-42 हुन्छ। अब यसमा चाहिँ आइस राख्नुहुन्छ त है? यसमा तपाईँले माग्नुभयो भने मात्रै राख्ने हो। मागेपछि मात्र राख्ने र दाइले यहाँ आइस राख्दै हुनुहुन्छ। एउटा मात्रै, एउटा पनि राख्नु। मेट्रो रहेछ गाइस। सो गाइज फाइनली घर पुग्यौँ। लगभग 5 बजेर 44 मिनट हुँदैछ। बिहान त्यही 7:30 बजे निस्केको थियौँ अनि भरतपुर पुगेर जुन काम थियो काम सिद्ध्याएर अनि 5:44 आइपुग्यौँ। सो गाइज अब भोलि भेटौँला। सो आजको ब्लग यहीँ एन्ड गरौँ।